गरे हो हावामा चाहिँ एउटा उपकुम न ज्याकेट छ नि हामी चाहिँ यसो धरानबाट निक्लिँदैछौँ जाने कहाँ जाए हामी चकेबा जाने आजको चाहिँ चकेबा धरान टु चकेबाको ट्रिप हामी मुङदुङ पनि जाँदै रहेछौँ मिनी भ्यान भन्ने हो कि के गर्ने हो के भन्ने हो यसलाई कति बजे जाने भनेको थियो देव भाइ आज बिहान मिनी बस देवलाई कति बजे आऊ भनेको थियो 6 बजे होइन 8 बजे जाने गर्छ 8 बजे जाने अलि कति बज्दैछ देव अहिले समथिङ 10:40 भयो अनि के स्पिकर बन्द यो अगाडिमा त अलिकति सुनिन्छ We will reach by 9 PM. कस्तो दामी के हुन 19 भएछ दिउँसोको यो हाम्रो थर्ड स्टप हो नेचर्स कल ल यहाँ लक्ष्मण दाइ हुनुहुन्छ अनि हामी 5 बजे पुग्ने टार्गेट थियो 7 बजीसम्म पुगिन्छ भन्ने थियो त्यसपछि 8 बजी पुगिएला भन्ने भयो अब 9 बजीसम्म पुगिन्छ कि भन्ने भयो अब 10 बजीसम्म चाहिँ पुगिन्छ होला रातिको 10 बजे भन्ने छ हामी बस्ने चाहिँ गोटसिङ भन्ने छ हौ चखेवामा गोटसिङ रे भोलिदेखिको पदयात्रा स्टार्ट हुन्छ अनि त्यस्तै गरेर धोद्रे मयुङ अनि सुन्तले गर्दै फेरि धरान गर्ने छ के कुरा मिस भए हुनसक्छ म भन्दै जाउँला है त ल हामी चाहिँ हिले बजारमा छौँ है हिले बजारमा यहाँबाट लेफ्ट लाग्छ सिधा गए चाहिँ सिधा गए चाहिँ बस्नु पऱ्यो नि त ल यहाँबाट हामी सुतेतिर लाग्यौँ रिल्याक्स छ यो भोजपुर पानी ट्याङ्की सूर्यको साना गाडीको मर्मत सर्भिस टेन्ट पेन्टदेखि लिएर यहाँभित्र चाहिँ चिया पनि खान पाइने रहेछ होइन है सबै सुविधा छ सबै ग्यारेज सहित छ हाम्रो सम्बन्ध कहिले नछुट्याउनेछुमा बेलुकाको 5:30 भएको छ हामीहरू भोजपुरको एउटा चार्जिङ स्टेसनमा चार्ज गर्दैछौँ यहाँ एकछिन बस्यौँ चियासिया खायौँ अब हामीलाई 1 आवर 1.5 आवर भन्ने कुरा छ अँध्यारो अँध्यारो भइसकेको छ बिरालो जहाँ पनि भइ नै हाल्छ बस्न सकिने चाहिँ हामी रहेछ त किनभने धुवाले धोत्रेमा हामीलाई चाहिँ कति टाइम लाग्ला अब धोत्रे 6-7 घन्टा 6-7 घन्टा हजुर भनेपछि हामी 6-7 घन्टा तपाईँलाई कि हामीलाई होइन त पाउनको लागि हामी त तपाईँको अब हामी त हाम्रो कति चाहिँ 2 घन्टा त्यहाँ पुग्ने मात्रै हुन्छ तपाईँहरूको चाहिँ बस हामी त बस्ने हो एक्ज्याक्टली हुन्छ नि त त्यो आधारित पाउनको लागि चाहिँ तपाईँ सिधा जानु भने 4 घन्टा हो हजुर हामी त हो दाजु यसो गरौँ भोलि हामी के भन्छ 7 बजे निस्किने चाहिँ प्लान गरौँ हजुर 7 बजे हुँदैन धोत्रेको लागि त 7 बजे चाहिँ यसो के भन्छ अरे ऊ रेडी गरिदिउँ न नास्ता होइन ब्रेकफास्ट चाहिँ चिया तपाईँको कस्तो हुँदाखेरि चाहिँ कडा एकदम कडा स्ट्रङ धेरै मौरी चाहिँ तपाईँको 1 चम्ची भन्दा अलिक बढी भयो भने तपाईँको त्यो करेन्ट लागेछ झ्याउ बनाएर
So guys, this is a toilet with a view. We can see the toilet right The here. morning sunshine. Oh, so sad. This is TK sir and me. पहाडको मुनि थियो के उठ्ने बेलामा ल यात्रा सुरु भयो होमस्टे त्यहाँ छ आइपुग्यौँ लिडरहरू अगाडि अगाडि हुनुहुन्छ पुग्नु छ धेरै टाढा कहाँ छ पुग्नुपर्ने थाहा छैन बवाल छ भ्यू चल यसलाई पछ्याउँदै त हामी यहीँ पो आएको छौँ कि बाटो बनाउन कहाँ त्यसो भए हामी पनि रङ हिँड्यौँ यता जानु छ अब यो बाटो भयो हामीहरू हिँड्ने त्यहाँ अगाडि माथि महिलाहरू हिँड्दै हुनुहुन्छ माथि माथि घरहरू देखिन्छ गाउँलेहरूलाई 4 घन्टाको 3.5 घन्टाको बाटो अरे हामी लाउरेहरूलाई चाहिँ 6.5 घन्टा राख्नु न भन्नुभएको थियो हामीले 8 घन्टा राखेका छौँ निस्किँदाखेरि 8:30 जति भइसकेको थियो अब कति बजी पुगिन्छ हेरौँ है त मलाई लाग्छ भेट हुने एकै ठाउँ होला त्यहाँ हामी हिँडेदेखिको यो हाम्रो थर्ड ब्रेक हो बिहान हिँडेदेखि यहाँ बसेका छौँ यस्तो छ रमणीय ठाउँ यत्रो बाटो आयौँ त्यहाँदेखि पुग्नु छ यहाँ बज्दैछ कति घडी छ कति बज्यो 9 ठ्याक्कै 9:05 भयो ल हेर 9:05 हामीहरू 8:15 निस्किएको रे 1 घन्टा हुन्छ हैन मकै खाँदै बियर पिउँदै 1-2 घन्टा लाग्छ चाउचाउ खाँदै यात्रा चलिरहेको छ रमणीय छ बाट मान्छेहरू भेटुन्छन् भन्ने थाहा छ हामीलाई ग्रुपहरू हिँडिरहेछन् त्यस्तै छ यसरी 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 त होइन नि यहाँ देखाएको हिसाबले त यति होमस्टे मात्रै देखाएछ ट्रेल चाहिँ हटाइदिएछ किनभने उताबाट काठमाडौँबाट मेन मान्छेहरू आउने हुन्छ यता होमस्टे देखाउनु पऱ्यो अनि तिनीहरू उताबाट आएर अनि यताबाट चकेवा पुग्ने हो अनि टेम्के पुग्ने त्यही भएर उनीहरूलाई त अब त्यो उतै त देखाएर काम छैन आफ्नो यता फेरि उतै हो भन्ने कुरा चाहिँ देखाइदियो गोरेटो बाटो गाई हिँड्ने बाटो त्यही भएर चाहिँ गोबर पछ्याउँदै हिँड्दा पनि हुन्छ त्यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँ गाई हिँडेको थियो भनेर थाहा हुन्छ अनि डाँडाकाँडामा गएर कहिले काहीँ लस्ट भयो जस्तो भन्ने भयो भने चाहिँ गोरेटो बाटो पत्ता लगाउने सो द्याट इट लिड्स टु समबडिज होम भन्नलाई चाहिँ गाईको गोबर पनि पछ्याउने भन्ने एउटा कुरा आज मैले सुने मैले बुझेको राइट हो कि रङ हो चाहिँ थाहा छैन तर इट मेक्स सम सेन्स वेन यु हियर द्याट बाटो हुँदै गएर यसरी आउनु पर्ने हो हामी ठाडै उकालो आयौँ कि यसरी घुमौरो नआइकन मुनुम ट्रेल चाहिँ मोडरेट माइल्ड टु मोडरेट डिफिकल्टी भन्ने छ त्योभन्दा धेरै छैन एक दुई ठाउँ कता कतै गाह्रो पर्ने हो नत्र खासै हिँड्न सधैँ उकालो पर्दैन यो हाम्रो क्विक स्टप हो 4th ब्रेक हो त्यो ट्रेल चाहिँ भेटिन्छ हामी हिँड्दैछौँ ओन्ली 4th ब्रेक अँ धेरै हामी राम्रो हिँडिरहेको छ हामीले राम्रै कभर गरिरहेछौँ भन्ने मेरो पनि विश्वास छ मस्त प्यास लागिरहेको छ खाने हो पुरै खान्छु ल खानुहोस् बोतल अवश्य बोतल तपाईँको ब्यागमा होला धन्यवाद प्रभु पानीको सोर्सको लागि लागि प्यास लागिरहेको थियो प्याक भइरहेको थियो यसलाई सधैँ यतिकै राखेर खोस् प्रभु कति मान्छे रहेछ प्रभु प्रभु भन्ने होइन अहिले 9:40
8:15 मा हामी हिँडेको 9:40 5 मा ब्रेक लिँदैछौँ अन्त यसपालि चाहिँ डाइटवाला ब्रेक हो आधा घन्टामा 8:15 मा हिँड्या हो 9:40 मा ब्रेक कति मिनटपछि त्यस्तै आधी घन्टा ब्रेक हो त्यहाँ पछाडि के लेखेको छ के राति मार्किङहरूको लागि हामीले यसरी बस्नु ठाउँ बनाइदिए भन्न खोज्नु होला किराँत भन्ने शब्द पनि देखियो ठाउँ ठाउँमा यसलाई नत्र स्न्यापसट च्याट जिपिटीमा हालौँ न पछि मकै भन्नुहोस् ब्रेक एनर्जी डायट कम्प्लिट 82 6:25 बाट 82 6:31 सेतो झोला यसमा के बोक्या हो बुढा गजहरू छ कि के हो अब चाहिँ के खाने होला के खाने हो मकै नै खाने हो अब हाइवे होला दाजु त्यहाँनिर हिमाल देखियो है मैले अघि त्यहाँ पोइन्ट गरेको थिएँ हिमालय हेर्न नपाए त्यत्रो डाँडा किन चढ्ने होइन भने जस्तो हुँदैछ अहिले 10-15 हो अन्नपूर्ण नै हो अन्नपूर्ण त होइन कस्तो राम्रो हाइवेसम्म त्यहाँ रहेछ वाह यहाँबाट त कस्तो दामी भोटपुरा दिकेर होला फेरि जस हामीले यो ठाउँबाट ट्रेलसम्म आएको जस्तो छ अब ट्रेल आएपछि चाहिँ यस्तो यो स्टेप्सहरू हुन्छ बाटो धेरै गाह्रो चाहिँ छैन नै भन्ने अजम्सन छ अहिलेसम्म आउँदा आउँदैको फर्स्ट लट चाहिँ हामीहरू फेरि त्यो हामीहरू चाहिँ टेम्केमा बसेर छौँ त्यहाँबाट चखेवा फर्किएर अनि त्यसपछि ट्रेलको बाटो समात्दाखेरि चाहिँ हामीहरू अलिकति ओह्रालो बाटो गएर कपाल अफ किलोमिटर्स एक्स्ट्रा हिँड्नुपर्ने भएको हुनाले चाहिँ त्यहीँ बसेको होमस्टे गोटेसिङबाट सर्टकट लिन खोजेको हो त्यो गर्दाखेरि ठाडो उकालो पऱ्यो त्यस्तो ठाडो पर्दैन जहिले पनि सो बाटो यस्तो ब्याड छैन र अब चाहिँ इट्स अलमोस्ट लाइक प्लाटो मजासँग हिँड्ने हो डाँडाको टपमा अगाडि हिँड्ने मान्छेहरूले चाहिँ जहिले पनि एकछिन ब्रेक लिन पाउँछन् अनि त्यसको फल हो यो ग्रुपलाई अलिकति ल्याग बिहाइन्ड गर्न सक्ने मेरो सम्भावना छ तर म लकिली चाहिँ निकै नै लाइट ट्राभल गरिरहेको छु आई डोन्ट नो इफ द्याट्स लकी र अनलकी बेलुका पुगेर जाडो हुन्छ कि के हुन्छ कि त्यो कुरा चाहिँ थाहा छैन अहिले चाहिँ टिजमा मजासँग यस्तो हाइटमा यस्तो भ्यूमा त्यो द प्लेस वा जता हेऱ्यो त्यतै पोस्ट कार्ड नेपाल हाम्रो नेपाल ब्युटिफुल नेपाल ल यस्तो पोखरीमा आइपुगेछ मकै चपाउँदै कुटुकुटु गर्दै हिँडिया छ ल मकै बटमास खल्तीमा राखेको थियो खाजा चाहिँ स्न्याक्स चाहिँ त्यही ठिक रहेछ है यस्तो ठाउँमा आइपुगेको छ हामीले धोद्रे उचाइ 2750 मिल यहाँ पुग्दैछौँ दलसिङ्गे 2662 अनि अहिले चाहिँ हामीहरू मालु पोखरी भन्नेमा चाहिँ छौँ ल 2455 मिटरको एलिभेसनमा यस्तो रहेछ साथी यतातिर हुनुहुन्छ यहाँ दुइटा पोखरी रहेछन् त्यहाँ र त्यहाँ ठिकै छ माछा खोज्नु गए ल यस्तो गोठमा बसौँ गोठ होइन सेल्टर हो बस्ने ठाउँ हो यहाँ हुँदा नि माथि अझै अनि यो के हो त नि बस्ने ठाउँ त नि What are you talking about, man? This is also बस्ने ठाउँ तर त्यहाँ गाई गोरु पनि बस्ने ठाउँ रहेछ बस्ने ठाउँको कमी छैन जहाँ बसे नि हुन्छ हिँड्न रेडी
खेर टाइम वेस्टै नभने यस्तो गऱ्यो भने त पुगेर पुग्दैन बाटो छ है हँ यो सिडीको अल्टरनेटिभ बाटो छ यी माथिबाट यसरी हिँड्ने मान्छेहरूको पछाडि लागौँ हामी पनि सानो ब्रेक लिँदै तर वाक चाहिँ सिग्निफिकेन्ट नै भइरहेछ हाम्रो त्यस्तै गरेर यहाँबाट धोद्रे जानलाई हामीलाई अझै 3 देखि 4 घन्टा लाग्छ नि त उनीहरूलाई कति लाग्छ रे उनीहरूलाई 2 घन्टा अनि त हाम्रो 4 घन्टा 3 देखि 4 घन्टा लाग्छ अरे हामीलाई अझ बेसी लाग्न सक्छ हाम्रो केटाहरू ग्रुप पछाडि नै छन् ए मन्दिर रहेछ क्या के हो यो मन्दिर सानो बस्नु रहेछ कस्तो दामी सिडी चढ्नु पर्ने फेरि हामी फेरि सिडी चढ्नु पर्ने यहाँ बसेर चिया खाने मान्छे कति भाग्यो भने होला है यो ठाउँमा बसेर एक कप आफूले बोकेर लिएर आएको तातो थर्मसको चिया खानु पाउनु भनेको रेस्ट गर्दै गर्दै हिँड्दा ठिकै छ त्यहाँ कस्तो मजासँग कुहिरो ट्राभल गरिरहेछ बादल सानो कुहिरो उडिरहेछ डाँडाको टपमा 12:19 भएछ 12:20 अघि लास्टमा भेट्यो त्यहाँ तपाईँहरूलाई सिधा गए 4 घन्टा भन्थ्यो बसी बसी कति घन्टा भन्थ्यो तपाईँ ल यु हेभ टु बी अलाइभ टु बी हियर टु फिल द सन द विन्ड see the nature बस्नु नि एकछिन यहाँ के रहेछ यही हो दलसिङ आइपुग्यौँ यहाँ एकछिन ब्रेक लिउँ त म त अब यहाँबाट त सिधा त हो नि लाग्दैन तिनीहरू त बन्द एलिभेसनै छैन हेर्नु न 2660 मिटर यहाँ छ होइन अब हामी जानुपर्ने चाहिँ 2700 मिटर त छ म अब हाइट भनेको चाहिँ 100 मिटर त्यो त फेरि ब्याड होइन डिस्टेन्स उचाइ त्यतिको ऊ चाहिँ किलोमिटर चाहिँ 5.5 यहाँदेखि हाँस पोखरी चाहिँ नि 14 किलोमिटर रहेछ अनि यो 5.5 छ 3 आवर्स भनेर भनेको छ उसले 5.5 किलोमिटर 3 आवर्स है एलिभेसन धेरै नभए पनि डिस्टेन्स छ 5.5 किलोमिटर 5.5 किलोमिटर छ हाँस पोखरी चाहिँ नि 14 किलोमिटर रहेछ 6 घन्टा मात्रै देखियो हुन्थ्यो होला रे होइन गाई गाईबाट युसे भन्यो नि त ल यही मौका गाईबाट युसे गो ल यहाँ कलकल पानी अब यो पानी भर्ने हो एक ग्रुप आउने बाँकी छ अमेजिङ भ्यूमा छौँ हामीहरू फेरि मजेस्टिक ए अनि मैले त्यही भन्दै थिएँ त्यति यो गाईले जस्तै फर इक्जाम्पल अब आएर अब हामीले चाहिँ होइन यो हेरेर वाउ सच एन अमेजिङ भ्यू मजेस्टिक भ्यू भनेर भन्छौँ होइन तर अब यो ठाउँमा आउनलाई कति गाह्रो छ नि त होइन अनि यो ठाउँमा यदि आउनलाई गाह्रो भएन रहेछ मैले त्यो डाँडादेखि त्यो डाँडासम्म केबल कार अनि त्यहाँदेखि सर आउने बिहान आधी घन्टामा आउने अनि यहाँ बसेर यसो भ्यू हेर्ने अनि यो गाईसँग गफ गर्ने अनि जाने भन्ने भयो भने फेरि त्यसको मजा आउँदैन होला किन भन्दाखेरि हिँडेर यहाँ आइपुग्दाखेरिको त्यो अकम्प्लिसमेन्टलाई नै हामीले सेलिब्रेट गर्ने होला तर यहीँ बस्ने यो गाईले अनि यहाँ बस्ने यो गाउँलेहरूले बडो ब्युटिफुल भ्यू त भन्दैन नि त उनीहरूले त ल घाँस भन्छन् घाँस खान्छन् ल काम भन्छन् काम गर्छन् मरेर भगवान्लाई भेटिसकेपछि भगवान्ले अनि स्वर्गको बसाइ कस्तो भयो त भन्नु सोद्धाखेरि अरे वाह मिस गरिएछ क्या हो भनिनुहोस् है त्यहाँ चुच्चो देखिरहेको छ
त्यहाँ मुसुक्क हिमाल हाँसिरहेको छ क्या दामी स्वर्ग भने यही होला त्यो डाँडा माथि पुगेपछि अन्तर यसले लाग्छ होला यो कस्तो आइरहेको छ त्यही त यसैले साथमा दिने मात्रै त्यसैको लागि बिहानै हिँड्नुपर्ने रहेछ भन्ने कुरा डाँडाकाँडा पुग्ने भनेको चाहिँ बिहान पनि राति नै हिँडेर बिहान पुग्ने रहेछ डाँडाकाँडा 5 बजे सुरु गरेर कि त्यहीँ घरमा आएर बस्नु पऱ्यो के होइन भन्छ होइन मर्निङमा चाहिँ के हुन्छ भने अलिकति बढी हिँड्न सकिन्छ कि अलि हिँड्न पनि सकिन्छ अलि त्यसो चाहिँ घाम आँखामा मुखमा आउने भावेर हाम्रो इन्फ्याक्ट वेदर चाहिँ साह्रै नै सुटेबल छ राम्रो नै छ त्यो हिँड्यो चलो भाइ वाला साथी इज गेटिङ रेडी उसको पछाडि लागेन भने धेरै पछाडि परिन्छ त्यही भएर हिँड्ने भने चाहिँ हिँडिदिइहाल्ने अब 2 घन्टामा त पुगिन्छ नि होला सोच्दाखेरि 4 बजे हाम्रो टार्गेट सोल्टीले बस्नु जम्मलाई भनेको बस्ने कुरो गरेनन् ठिकै छ बाटो त सम्म आइपुग्यो हिँडे पनि हुन्छ होला हैरान उकालो त तर अब त्यस्तै त हो नि कहिले काहीँ गर्नलाई गाह्रो सधैँ हिँड्नेहरूलाई त ठुलो कुरा छैन जस्तो लाग्छ यसो उकालो आउँछ अनि फेरि सम्म आउँछ अनि फेरि बस्ने ठाउँ आउँछ अनि फेरि पानी खाने ठाउँ आउँछ मुनुम ट्रेल अब अहिलेसम्मको चाहिँ हामीहरूको धोद्रेसम्मको यात्रा हो ट्याम्केदेखि ल यहाँ एउटा स्ट्रक्चर देखेर सायद बस्ने ठाउँ होला हाम्रो भनेर मैले आशा गरेको थिएँ ग्रुप लिडर डजन्ट से सो डजन्ट थिङ्क सो लिड गर्दै हुनुहुन्छ उहाँ फेरि हामीले घोषणा गरिदिएको जबरजस्ती ग्रुप लिडर बनाइदिएको हो Can get all out. Look at this place. Wow. Look at that. ल यसरी आइरहेको छौँ है हामीहरू Let's keep going. खाना धेरै पसिदिनु बस्छ खान त खाइन्छ उसिनिदिनु होला है आलु र मकै के भन्दै हुनुहुन्थ्यो नि बनाइदिइहाल्छ म भन्नु चाहिँ पर्यो कि पहिला कुरो 1 नम्बर त्यही त अहिले नै भनिराखेको के हजुर बिहान तबहरू उड्दाखेरि ठिक भइहाल्छ सबै कुरा यस्तो ठाउँमा सुत्यौँ हामीहरू गोठाइमा सुतेको हो ब्याट्री प्रिजर्भ गर्नु छ मैले ब्याट्री चार्ज गर्नु पाएको छैन 50% छ फोनमा पनि अलमोस्ट डेड नै छ हेर्नुहोस् यहाँ हिमाल लुक एट द हिमाल लेट्स कल हिमाल हाम्रो ग्रुप यहाँ छन् तयारी हुँदैछन् मेरो सिलहुट यस्तो छ खुट्टाले टेक्न नसक्ने गरी दुख्या छ घुँडा दुवै पेन भइसक्यो बट स्कारले लगाइसक्यो यसपछि फेरि यात्राहरू गर्न सकेला नसकेला जे जस्तो सकिन्छ अब यसपालि लड्दै पढ्दै केटाहरूले बोक्दै उचाल्दै लाने कुरा भएको छ त्यहाँ माथि एउटा ट्रेलको बारेमा केही लेखेको छ त्यो हेरौँ हामी हिँडिहाल्ने बेला भएको छैन हामी जस्ट गेटिङ रेडी धोद्रेमा छौँ दलसिङे जानलाई मलुवा पोखरी जानलाई यो बाटो लिनु पऱ्यो मलुवा पोखरी हुँदै अनि दलसिङे हुँदै गरेर हामीहरू आएर अनि त्यसपछि अलमोस्ट 3 आवर्स चाहिँ हामीहरू लस भएर बाटोमा हराएको पनि छौँ त्यो बारेमा पनि म भनौँला कस्तो दामी भ्यू छ सगरको देखेको थिएन यसो म्याप निकालेर हेऱ्यो भने त थाहा हुन्छ होला अब हामीहरू अनभिज्ञहरू हामी बस प्रकृति इन्जोय गर्ने हिँडेका केही थाहा पाउनु जति छैन त्यहाँ पछाडि हिमाल त्यहाँ पछाडि हिमाल हिमालले घेरेको हाम्रो देश कायदा छ
बिहान उठ्ने बित्तिकै हिमालय हेर्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्। लगभग 1 आवर भनौँ न 45 मिनट्स जस्तो हामी हिँडेछौँ। त्यतिमा एउटा दुइटा ब्रेक लिइसकेका छौँ हामीहरूले, बिस्तारै बिस्तारै गइरहेछौँ। जस्ट ट्रेल हिजोको भन्दा आजको राम्रो नै छ है, ट्रेल राम्रो छ। अनि त्यही यसो पेन्सन हुन्छ भने औषधिहरू खाइदिइहाल्दा ठिक हुने रहेछ कि। यस्तो भ्यू छ, यस्तो फाँटै फाँट तेर्सो त्यहाँ माथि बाटो देखिन्छ, त्यो बाटो हिँडेर जाने हो। अनि यसरी ढुङ्गा छापेकाहरू सबै यहाँ देखिन्छ है। कस्तो खतरा फोटोजेनिक स्पेस, मैले यसलाई निकाल्न सकिरहेछ न, आई क्यान डु जस्टिस। हावा चाहिँ एकदम चिसो सिरेटो, हिँडिराख्दाखेरि चाहिँ चिसो हावाको खासै फरक पर्दैन, जिउ तातेको हुन्छ। अनि बस्दाखेरि चाहिँ त्यो तातेको जिउले जुन भित्र पसिना निकालेको हुन्छ, त्यो पसिनामा अनि त्यो चिसो हावाको कम्बिनेसनले चाहिँ ठ्याक्कै चिसो लगाइहाल्छ। एकदम त्यो पार्टमा सेन्सिटिभ हुनुपर्ने कुरा छ। यहाँसम्म सो गरेर आएको, खास त अब योभन्दा बेटर केही हेर्ने ठाउँ रहेनछ। त्यो अलरेडी इन हेभन, अन्य पार्ट बिर्सिनु भएन। लक्ष्मणदेवको यहाँ प्याकिङ अनप्याकिङ, त्यसपछि यो ट्रेल त्यहाँनिर, अनि त्यसपछि त्यता जाने जस्तो लाग्छ मलाई। हेरौँ, आजको त्यस्तो गाह्रो छैन, ट्रेल भन्ने सुनिएको छ, अहिलेसम्म त्यस्तो अप्ठ्यारो केही परेको छैन। गाह्रो हुँदाखेरि चाहिँ हत्तेरिका बेकार यस्तो दुःख दिएँ आफूलाई, खिए फोकटे होला, आरामसँग घर बसेर टिभी हेरेर भइहाल्थ्यो नि भने जस्तो पनि हुने होइन। अनि फेरि सजिलो हुँदाखेरि चाहिँ यो ठाउँमा त्यसै आइपुगिँदैन नि त। अनि हुन त अब यहाँ अप्सन्सहरू धेरै छन्, जस्तै अब गोट स्टेहरू मात्रै छ, यो अब इन्टरनल टुरिज्मको लागि राम्रो ठाउँ छ। अलिअलि होमस्टेहरू बढ्दै गएपछि त्यो अनुसारको फेसिलिटीहरू पनि हुन्छ होला। दोस्रो मैले देखेको एकदमै प्रपर स्कोप चाहिँ यहाँ घोडाको व्यवस्था गरिदिने, अनि त्यसपछि अलिकति अशक्तहरूलाई वा रहर लाग्नेहरूलाई घोडा पनि चढेर टुकुन टुकुन गरेर जाने, त्यो पनि माइट बी ए गुड अप्सन, किनभने घोडा पाउने ठाउँ रहेछ। त्यस्तो रहेछ दाइहरूले भनेअनुसार है, जङ्गलमा हुन्छन् रे, चाहिएपछि खोज्नु जाने रे, फेरि लिएर आउने रे, घरमा बाँधेर राख्ने जाडोतिर, अनि फेरि छोडिदिने रे। गाईबस्तु पनि त्यस्तै भन्ने सुनेको थिएँ। गाईबस्तु त त्यस्तो छोड्ने त होइन होला, गाईबस्तुको त अरू पनि रोल हुन्छ, तर घोडा चाहिँ प्रायः जस्तो वाइल्ड नै, विल्डरनेस नै पाइने रहेछ। आज एउटा देखियो पनि, अरू पनि देखिन्छ होला, देख्नुपर्ने हो। यो फाँटोहरूमा मजासँग घोडा चढिरहेहरू हुनुपर्ने हो, देखिया छैन। वेदर वाइज पनि यो राम्रो भयो। हामीहरू लगत्तै दसैँ तिहारको बिचमा, अनि त्यसपछि दसैँ अनि तिहार पछि भन्दै गरेर त्यो समहाउ पोस्टपोन भइरहेको थियो, किन नमिला भएर। अनि ब्याड वेदरहरू आएर गएर अब अलिकति राम्रो वेदर छ। विन्ड चिटरमा हिँड्नको लागि ठिकै हुन्छ, वक गर्नको लागि चाहिँ विन्ड चिटरभित्र एउटा त्यही वकिङ गर्दाखेरि अलिकति एब्जर्बेन्ट खालको त्यो कटन नलगाउनु भन्ने रहेछ होइन, त्यो ट्रेकिङ गर्ने खालको टी सर्टहरू पाइन्छ, तिनीहरू लगायो भने त्यो भइहाल्यो। त्यसपछि त्यहाँबाट विन्ड चिटर, अनि जाडो भयो भने चाहिँ विन्ड चिटरको भित्र एउटा लेयर चाहिँ यो फ्लिसको कुनै ज्याकेटहरू वा हुडी टाइपको, पुलोभर टाइपको त्यो लुगाहरूले त्यो मिडियम लेयर क्रिएट गर्यो भने त्यसले, अनि बाहिरबाट विन्ड चिटर लगाइदिएपछि न्यानो पनि हुने, विन्ड ब्रेक पनि हुने भन्ने चाहिँ पाथ अप्ठ्यारो छ अलिअलि यहाँनिर। Alright, so we're going down. चाहिँ यहाँ अगाडि बढ्यो भने दामी चल्छ जस्तो लाग्नु है। तुम्हारे बढो ल आइहाल्यो हामीले।
यस्तो ब्युटिफुल स्पटमा आइसक्यौँ हामीहरू सबै नै त्यो वालपेपर के अघि नै विन्डोज 11 को वालपेपर देखाउँदै थियो एउटा भाइले एउटा साथीले त्यस्तै र यो ट्रेल सजिलै भएको छ यस्तो गाह्रो भएको छैन हिजोको डिजास्टरस पछि अनि त्यस्तो मिस्टेक गर्दाखेरि चाहिँ टाइम र एनर्जी दुइटै लस हुन्छ अनि त्यसपछि एनर्जी र त्यो अनुसारको आफ्नो जुन बडीको एउटा इन्जुरी वा स्ट्रेस लेभल भएको हुन्छ त्यसलाई रिकभर गर्न त टाइम लाग्छ अनि त्यसमा पदयात्रा त बाँकी नै छ फर्दर थपिँदै जान्छ एकदम त्यो उकालोमै हिँडेर थाकेको बेलामा चाहिँ आफ्नो छेउको साथी पनि मन पर्दैन भने जस्तै त्यसको पनि दुईवटा पार्ट रहेछ गफ गर्दै जाँदाखेरि इनफ्याक्ट भन्यो भने बाटो छोटो नै हुँदो रहेछ इफ यु वान्ट टु गो फार वक टुगेदर भनेर भन्छ नि होइन ए सरी इफ यु वान्ट टु गो फार वक टुगेदर इफ यु वान्ट टु गो फास्ट वक लोन त्यही नै भइरहेछ अनि घोडाको आवाज पनि सुन्यो गरेर यस्तो गोठहरू बनाइदियो भने बस्ने ठाउँहरू बनाइदियो भने चाट लगाएर भन्यो अगाडि बढ्नु टोलीहरू टोली मुभ फोटो पनि खिच्न हजुर होमस्टे हजुर गथ स्टे रहेछ नि त यहाँ त गोठ स्टे बनाएर गथ स्टे भने जस्तो भएछ होइन से मयुम मान्छेहरू भेट भइरहेको छ बाहिर बाटोमा आज अघि भर्खरै सिलिचुङ पिक पुगेर आउनुभएको ग्रुप भेट भयो 2 जना फिमेलहरू 3 जना मेल हुन्थ्यो के अरे 3 दिनदेखि हिँडेर भन्दै हुन्थ्यो धरानको त थुप्रै छ मान्छे धरानबाट भन्ने छ कुरा जे छ धरानकै छ मान्छे यस्तो अवस्था भएको छ यहाँनिर ब्रेक भयो होमस्टेको लागि त तल ओर्लिने भने चाहिँ हामी गोट स्टे नि मैले बुझाएको छु धेरै चिज गर्नु मन छ नि धेरै सोधिराख्ने पनि कुरा भएन हाम्रो भाइले चाहिँ यता जाउँ भन्ने मात्रै यिनको कुरा छ मेरो चाहिँ कुरा के छ भन्दाखेरि पुग्ने ठाउँ पुगौँ फोनहरू ब्याट्रीहरू पनि चार्ज गरौँ आफूलाई पनि चार्ज गरौँ यो होइन स्किप गोइङ भन्ने नै कुरा भयो ठिकै सर र म पछाडि छौँ आउँदैछौँ ल त्यहाँ विल्डरनेसमा चाहिँ घोडाहरू देखिँदैछ भन्ने कुरा भयो मुन्नुङ ट्रेलको मयुङको यात्रा हो यो र मयुङमा हाँस पोखरी अर्को निसाने भन्नुभयो कि खै सिस्ने भन्नुभयो के डाँडा एउटा पिक साउने पिकको कुरा भइरहेछ र पहिला सुरुमा गोट स्टे चाहिँ आई थिङ्क प्रिटी क्लोज तर त्यही नै हो यहाँ यत्रो ठुलो फाँट देखिन्छ यसलाई चढेर अथवा यो तेर्सो यो घोडाहरूको साइडमा हर्स विस्परर भइहाल्यो चट लगाएर घोडा एउटा फकाएर लिएर हिँड्नुहुन्थ्यो हर्स राइडिङ कस्तो राम्रोसँग घोडा चलिरहेको छ घोडाहरू चलिरहेछ बारीपट्टि मैले भने ठिकै हो
पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपी टेम्बेमयुङ गाउँपालिका। तारा खसेको पोखरी बाटुले भन्ज्याङको डिरेक्सन यो रहेछ। धेरै थोक यहाँ बुझिँदैन के लेखेको छ भनेर। धोद्रे हाँस पोखरी जान्छ यतातिर देखायो क्या है। घोडाहरू हुँ गर्दैछन्। घोडाहरू बातिर जाने हो कि कता जाने हो थाहा छैन। गर्दैछन्। अब यो दाइ नि यो दाइहरू ल लुक एट द्याट सेकेन्ड गाई। त्यो त झन् त्यत्रो भारी बोकेर है यत्रो डाँडोमा। यो मान्छे त ल नेक्स्ट लेभल रहेछ। आफ्नो ठाउँ छोडेर हिँडेपछि मात्रै हामीले संसार देख्छौँ क्या वास्तवमा। यहाँनिर ट्रेल फाटिएको छ। यो फाटिने ट्रेलमा चाहिँ हामीहरू लेफ्टतिर लाग्यौँ र टपतिर गयौँ भने तारा खस्ने पोखरी, राइटतिर लाग्यौँ भने चाहिँ उता घोडा भैरातिर लाग्यौँ भने चाहिँ मुलुम ट्रेल। छुट्टै त लाग्यो होइन। आउनु है आउनु। ए सर तपाईँको हाँस पोखरी उ त्यहाँ छ ऊ यहाँ देखिन्छ हाँस पोखरी। आउनु ए मलाई हाँस पोखरी जानु पाइनँ भने रुवापछि यहाँ घोडाहरू, यहाँ ट्रेल। आवाज सरहली दाई, लक्ष्मण दाई, बलि दाई, प्रज्वल सर पछाडि टिकेछ त्यहाँ। अब हामीहरू स्पटमा पुग्छौँ होला। सुड नट बी लङ। हामीले लखेटिरहेको छौँ घोडाहरूलाई। अगाडि गइरहेको छौँ नडराएर कि। सानो घोडा ठुलो घोडा है। टिकेलाई कुराउनु यहाँ पछाडि पऱ्यो अलिकति। बस्नु थाल्छ। बस्यो भइहाल्ने। त्यो घोडा पनि छन्। टिकेलाई कुराउनु र के एकछिन बस्ने रे। बस्ने वाइल्ड एन्ड फ्री। नेपालको झन्डा, यतिवटा टेन्ट्सहरू। Should be probably it. अर्को उतातिर नि छ के अरे। तिनीहरू पनि त हुनसक्छ नि। ऊ त्यो भयो अझै मजा जस्तो लाग्यो हेर्दाखेरि। छ सिग्नल। त्यो एउटा हाँस पोखरी हो। यतापट्टि फेरि यस्तो अमेजिङ छ। यहाँ गोठ छ। यहाँ भन्दा नि उता जाँदैछन् केटाहरू। यता आउँछन् त्यहाँ आउँछन् ल भन्नु थाल्यो कि त्यो त होइन। फेरि हिँडाउने भए चेतावनी भए चेतिदिउँ अब के गरेँ। चेत्नै त आएको। कस्तो राम्रो सानो चिटीको संरचना। गाई बाख्रा पालन होला। मैले सोचेको थिएँ त्यो ब्लू हाउस होला भनेर, तर त्यो जस्तो लागेन। भनेपछि त्यो अलिकति तलको पो थियो कि डरा जस्तो बनाएको थियो। Look at this place. हेर त। I think that is. They haven't.
अनि आइपुग्यो अरे भन्छ त अनि कहाँ आइपुग्नु त कहाँ आएको हामी माथि नै आइसक्यौँ गाउँलेहरूको कुरा पत्याउन नसकेको छ फोन लागेन ट्राई गरौँ सर फन लागेको कुरा नि इन्ट्रेस्टिङ देयर इज नो टप अफ अ माउन्टेन देयर इज अलवेज अनदर पिक बियोन्ड यु यस्तो माथि आइसक्यौँ हामीहरू पछाडि यत्रो छ साइडमा हेऱ्यो भने यस्तो छ ल त्यहाँ एकजना साथी हिँड्दै हुनुहुन्छ तर यहाँ के कुराहरू भइरहेछ अलिक नमिलेको जुन कुरा चाहिँ पछिको लागि होस् सिग्नल लाग्दैन फोनको कहिले एनटिसी लाग्दैन कहिले एन्सर लाग्दैन कहिले चाहिँ होस्टको फोन लाग्दैन सम्पर्क हुन सकेन भनेदेखि केही उपाय नै भएन अनि त्यो भइसकेपछि अलिकति प्रब्लम हुनसक्छ अर्को भनेको चाहिँ अब ठिकै छ जस्तै अब हिँड्ने नै हो हिँड्न आएकै हो अलिकति एक्स्ट्रा हिँड्नु पर्यो केही प्रब्लम त भएन तर कस्तो भने जस्तै अब अगाडि पुग्यो अनि ए ल रङ भएछ फेरि भने पछाडि जानु पऱ्यो भने चाहिँ त्यो चाहिँ अलिकति कन्जर्भेसन अफ एनर्जी भएन क्या नेचुरल लसँग अगेन्स्टमा गयो चाँडै थाकिन्छ चाँडै दुःख पाइन्छ यस्तो भयो भने त्यसो नहोस् भने चाहिँ मेरो गोल हो तर अब म रियली फर द फर्स्ट टाइम यो ठाउँमा भाबेर आई डोन्ट माइन्ड र प्लस हामी सबैजना नै छौँ नि त त्यो हिसाबले र अनि म आफू डिसिजन मेकिङमा नभाबेर पनि त्यो लेभलमा मैले सोचेको छैन र सोच्नु पर्ने पनि छैन अलिक सोच्नु पर्ने रहेछ फोन नम्बरहरू ब्याकअपहरू लिइराख्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ फिल भइरहेछ तर केही छैन सजिलै ट्रेल छ हिँडिरहेछौँ पुगिसक्नु पर्ने हो दिनसम्म लन्च गर्ने ठाउँमा हाँसपोखरी क्रस गरे पनि एकछिन भइसक्यो चट्ट डाँडालाई काटेर तिखारेर यत्रो डाँडा फोन डेड छ यसमा 10% ब्याट्री छ मेरो ट्रेल यही नै हो यहाँ हिँड्दैछौँ बस्दैछौँ पक्कै हिँडिराख्नु भने क्या जङ्गल कहाँ चाहिँ बस्नु त्यहाँ चराहरू कसरी खेलिरहेको आई थिङ्क यहाँ हामीहरू बस्ने ठाउँ हुन्छ आज बस्न आइपुग्दाखेरि हाम्रो 3:30 जति बजा छ ए मान्छेहरू 4 जोड्न थालिसक्यो फाइनली आइपुग्यो अलिकति स्ट्रेस भएको थियो मयुङमा हाम्रो खाना खाने ठाउँ मिस भएछ फटाफट हिँडेको नि त्यसपछि 5 किलोमिटर टाढा त भन्नुभयो तर त्योभन्दा नि अलिक टाढा आयो यो हो त एक पानी एक राति कि एक पानी के भन्थ्यो नि हामीले त्यहाँ गएपछि मुनिबाट माथि आउँछ हात चाहिँ होइन गरेकै हो पुरै उहाँले एकपल्ट त्यो ठाउँबाट छिर्नु माथि फेरि फर्किनु पर्यो मान्छे ठुलो समस्या सोच्नु भएको थियो तर परिस्थिति आइलागेपछि पार गरियो आजको बसाइ ठिक भयो क्या बस 3 बजे यहाँ बस्नु पाइयो यो भन्दा आनन्द के हो हिजो यही टाइममा धोत्रेमा भइन्थ्यो यो ठाउँमा चाहिँ हामीले दिपेन भाइलाई भेट्यौँ दिपेन भाइ कस्तो इन्ट्रेस्टिङ हुनुहुँदो रहेछ भने उहाँ अब यहीँको लोकल मान्छे होइन अनि त्यसपछि यो अनि उहाँ चाहिँ पहिला दराज.com नै काम गरे क्रस बोर्डर अफिसर म्यानेजर भएर काम गरे ब्याचलर्स डिग्री भ्याएर मास्टर्स गर्दै गर्नुभएको रहेछ अनि इभेन्चुअली चाहिँ उहाँले यो ठाउँमा के गरौँ भन्ने हुँदा अनि सबैजनाले त्यहाँदेखि गफ मात्रै धेरै गर्छस् काम गर्दैनस् भनेपछि उहाँ जोसिएर ट्र्याक्टर लगाएर यो ठाउँ लिज लिएर यो चाहिँ यो सामुदायिक वनको एरिया हुँदो रहेछ अनि यहाँनिर चाहिँ उहाँले लिज लिएर वार्षिक सर्टन अमाउन्ट तिर्ने भनेर अनि यसरी चाहिँ ल यस्तो मजाको टेन्टहरू बनाएर राख्नु भएको छ अनि त्यहाँनिर बस्ने ठाउँ बनाउनु भएको छ यहाँ यो छ अनि एक्लैको रहेछ उहाँको आफ्नो सोल र 1-2जना भाइहरू राखेर गर्नुभएको रहेछ 30+ इयर्समा हि इज लिभिङ बाई हिमसेल्फ अनि अलिकति यो टुरिस्टिक एरियाहरूको लागि इन्ट्रेस्ट भएको ठाउँ रहेछ भोलि पनि यहाँ सनराइज अमेजिङ देख्नुपर्ने हो हामीहरू आज राति यहीँ नै बस्ने भयौँ यो ठाउँको नाम चाहिँ एक राते भन्ने ठाउँ रहेछ मयुङ भन्ने ठाउँमा हामीहरू बस्ने भन्ने कुरा थियो मयुङबाट चाहिँ मयुङको एउटा बेसमा हामीहरू मयुङ गेस्ट हाउस यस्तै मयुङ के अरे होमस्टे केही थियो त्यहाँ खानासाना बनाउने लन्च खाने अनि त्यहीँ वरिपरि घुम्ने यतातिर सनसेटहरू देखिँदैछ वरिपरि घुम्नेमा चाहिँ हाँसपोखरी अनि त्यसपछि मयुङको त्यो डाँडा त्यो पिक त्यस्तै गरेर अर्को एउटा खै बतासे भने हो कि खै के भने हो एउटा ऊ पनि पिक पनि कुरा थियो बतासे होइन त्यसको नाम मैले बिर्सेछु समथिङ
अनि त्यस्तो थियो, त्यो ठाउँ बस्ने ठाउँ रहेछ। तर हामीहरू चाहिँ के गर्यौँ भन्दाखेरि गुटुङ दौड्यौँ हामीहरू त्यहाँ। ठाउँ त्यति स्योर भएन, कन्फ्युज भयो कि के भयो, गुटुङ दौड्यौँ। अनि अलिकति बाटो खराब रहेछ बिचमा, त्यहाँ एकदम कन्फ्युजन भयो यो बाटो हो कि होइन भन्ने भयो। तर एउटा इन्फर्मेसन चाहिँ हामीले के पायौँ भन्दाखेरि मयुममा जहाँ बस्ने भनेको थियौँ त्यहाँभन्दा 5 किलोमिटर टाढा चाहिँ यो एक राते छ है भन्ने इन्फर्मेसन हामीले पाएको थियौँ। सो म होपफुल थिएँ। यस्तो ब्युटिफुल। एनिवेज चिसो छ, एकदमै जाडो छ। मेरो लुगाले चाहिँ पुग्दैन मलाई थाहा छ। अब अलिकति आगो बाल्ने कि के गर्ने कि भन्ने कुराहरू पनि भइरहेको सुनेको थिएँ मैले गफमा। लेट्स सी हाउ इट गोज। के डाँडा हो त्यो नाम? त्यही हो ए होला हो त नि। राइट देयर यो डाँडा चाहिँ मयुङ डाँडा। यो नभेटेको त हामीलाई गाह्रो हुन्छ त नि। त्यसरी हामी म्यानेज गर्छौँ, हामी भइहाल्छ है। त्यो मुडार छ त्यहाँ, टन्ना मुडार ल्याउनुहोस् सबैलाई। क्याम्पफायर भनेको यही हो क्या, सानाहरू हाल्ने रातभरि हो। रातभरि आउँछ हाल्नुपर्छ नि। त्यहाँ रातभरि नजानुपर्छ आज कामसरलाई। गइहाल्छ यस्तो है। त्यहाँ अब जिबो बजिराख्नु भएको छ। जिबोलाई फेरि मेरो भ्लगमा हालेपछि कपिराइट लाग्ला। तर म्यान दिस इज एक्ज्याक्टली वाट वी अल निडेड। दिपेन भाइ यहाँ अमेजिङ हुनुहुन्छ, मैले अघि नै पनि भनिहालेँ। वी शल टक मोर अबाउट हिम। एकदमै क्लिन छ भने उहाँको यो सेटअप, उहाँले कस्तो राम्रोसँग त्यो बनाउनु भएको छ क्या। अनि यो सानो हटभित्र चाहिँ 2 स्लिपर्सदेखि 3 स्लिपर्ससम्म छ अरे भन्ने छ। यहाँ एउटा छ। हामी राति यहाँ बसेको। रुम्स वर भेरी क्लिन डिसेन्ट। दिपेन भाइको मैले हिजो पनि धेरै तारिफ गरेको थिएँ। उहाँको यो राम्रो छ सेटअप। 3 एक राते भन्ने यो ठाउँमा आइपुग्यो भने यो बस्नु भन्ने खालको ठाउँ रहेछ। काली लाग्दो चिसो रहेछ। 1 डिग्री सेन्टिग्रेड भन्छ मेरो गुगलको म्याप्सले। यहाँबाट अफलाइन म्यापबाट पनि डाउनलोड गरेँ हिजो। त्यो नभएर मिस्टेक हो। यतातिर हिमाल हाँसिरहेछ। Look at that thing. यो चोरी कसैको हो कि यतिकै डुबिरहने हो? होइन, यहाँ छ नि, हिजो आएको थियो नि बेलुका यहाँ। बोटको माथिको। हजुर, यतिखेर यिनीहरू दुना हुँदैन, त्यही भएर छोडिदिन्छ। Day 4 of the journey र Day 3 of the trek. आज हामीहरू एक रातिबाट 8:45 बजीतिर बिहान निस्केका छौँ। आजको ट्रेल सजिलो छ भनी छ। हुन त जहिले त्यस्तै भइरहेछ, एडभेन्चर भइरहेछ। हिजो पनि हामीहरू एक्स्ट्रा माइल हिँड्यौँ हो, तर त्यो ठिकै भएछ। अलिकति एरिया कभर भइहाल्यो। बाटोको चाहिँ ट्रेलको चाहिँ के रहेछ प्रब्लम भन्दाखेरि अब यसरी यो ट्रेलहरूमा जुन मार्कहरू राखेको छ यो चाहिँ मान्छेहरूले हटाइदिने फालिदिने हुँदो रहेछ। हामी नेपाली हो, रमाइलो पनि हुन्छ त्यस्तो गर्नलाई। सो कसैले रमाइलो गर्नुभयो, अलिकति कन्फ्युजन हुन्छ नै त्यति भएपछि। जस्तै यहाँनिर आइपुगेपछि पनि अलिकति बाटो भएको छ होइन। अनि हुन त सिजनको बेलामा आउँदाखेरि त्यस्तो केही प्रब्लम नै हुँदैन नै, मान्छेहरू टन्नै हुन्छन्, त्यो अनुसारले एउटा फ्लो भइ नै हाल्छ। हामी चाहिँ अब जस्तो अब हिँडिरहेको छौँ, मान्छेहरू खासै भेटिएको छैन। धेरै ओह्रालो ओर्लेमा हामीहरू मजासँग भर्याङ खुड्किलो यो अल द वे सबै माथिदेखि 3 तले भन्ने ठाउँबाट चाहिँ बस लिएर चाँडै भोजपुर पुगेर धरानेको जाने कि भन्ने कुरा भइसकेको थियो। तर होइन, हामीसँग चाहिँ एक दिन छँदैछ, किन रस गर्ने भन्ने कुरा भावेर। बाबु यता कता जाने हो? सजिलो बाटो हिँड्नुहुन्छ भने यहाँबाट जानु होइन, यदि उता नजानु। बाख्रोतिरको बाटो गइएन, सुन्तलेतिरको बाटो भनेर लाग्यो। त्यहाँनिर आएपछि यो मोटर बाटोमै छौँ हामीहरू। अगाडि एउटा अचम्मको स्ट्रक्चर बनाएर राखेर चाहिँ केही रिलिजियस कुरा नै होला, पक्कै पनि राति देखेको तर्सिने खालको रहेछ।
मजाको छ है हाम्रो देश हर किसिमको मान्यता हर किसिमको कुराहरू र आजको वेदर चाहिँ अलिकति अचम्मको ग्लुमी छ सनी भएको छैन लाइनमा छौँ हामी सोध्न पानी खानलाई सबलाई पानी खुवाएर बोल्दाले हरेक टर्न युनिक लाइक एभ्रिथिङ इज फोटोजेनिक क्या प्रपर स्मोक करके वान्ट टु क्याप्चर एभ्रिथिङ भने जस्तो यस्तो सिचुएसन छ टोली दौडाउँदैछ सर्टकटहरू दिन थाल्यो हामीले कतिको सर्टकटबाट हामी अब यतै जाने होला कि उता हामी उताबाट यसरी जाने सिधा बाटो जाने यतै यो उठाएर बाटो होइन दाजु यो उन्यु फर्न फर्न त कलिलोको पातको साग पनि हुन्छ उनीको साग ए त्यत्रो ठुलो पत्ता देखेको थिएन कि यति दुनियाँ थियो ल जुत्ताले चाहिँ यस्तो दुःख दिएर ठिपसिप ठासेर फुसिसकेको छैन तर त्यो कुनले घ्यात्रकै तानिदिन्छ कि अगाडि अगाडि त्यसले अनि अलिकति पनि रिपेयर गरिहालौँ भनेर सँगै आएको लठीलाई फाल्नु भएन लौरो नै चाहिने खालको अवस्था त्यहाँ होइन बाटो मजाकै रोड छ गाडीहरू खासै धेरै देखिँदैन फाटोफुटो बाइकहरू चाहिँ आएको छ बन्द गरेको हाइवे छ ठाउँ ठाउँमा सामानहरू थुपारिरहेको सुन्तले भन्ने डाँडामा पिकमा पुग्ने हो हामीहरू स्लाइट एलिभेसन त पक्कै हुन्छ यो रोड छोडेर जानुपर्छ कि रोडै पुग्छ चाहिँ अलिक स्योर छैन यहाँबाट एउटा बाघखोर भन्ने थुम्का देखिन्छ बाघखोर त्यहाँनिर अलिकति स्लाइट यसो फ्ल्याट एरिया छ त्यहाँबाटको अर्को थुम्का त्यसपछि आई थिङ्क त्यो थुम्का हुनुपर्ने भोजपुरको लागि भनेर भोजपुर बजारको लागि भनेर चाहिँ हामीहरू बस लिन्छौँ अथवा के पाइन्छ त्यहाँ अटोहरू टेम्पोहरू पाइन्छ के अरे भन्ने प्लान छ त्यो भयो भने भोलि भोजपुर बजारबाट धरानको लागि गाडी चढ्ने त्यहाँ माथि एउटा गाउँ छ सानो घर कति रमाइलो तर यो रोडले यहाँ के लिएर आयो थाहा छैन विकास त लिएर आयो होला रोड हुनु त राम्रो नै हो आफ्नो मौलिकता पनि रहिरहोस् भन्ने चाहिँ चाहना हो ठाउँको मौलिकता मेटिनु भएन मेन कुरा त्यो हो विकास आओस् विकृति नआओस् जुत्ताले के गर्छ आजलाई साथ दिन्छ कि दिँदैन आजसम्म दिए त हुन्थ्यो प्रब्लम त भइसकेको छैन तर इन्क्वायरी यो डाँडो भन्दा नि पछाडिको बाटो होइन अहिले खाजा खान रुके त उतै त होला नि काम लागेको ठाउँमा के त मस्त त जस यो सबै बाटो हिँड्दै आएको त नि त्यहाँदेखि पछाडि र हामीहरू सायद आइपुग्यौँ बाघखोर इज वाट वी आर अज्युमिङ त्यहाँ पुगेपछि थाहा हुन्छ टाइम कति भयो बल्लै 2:20 ट्री अफ लाइफ बाघखोरमा हामीहरू छौँ 2425 मिटरको हाइटमा चप्लेटीतिर गइँदो रहेछ यता गयो भने थाम डाँडा र धाप खर्कतिर अब हामीहरू जाँदैछौँ थाम डाँडा र धाप खर्क
4.7 किलोमिटर्स हिँड्ने कि 3 किलोमिटर्स हिँड्ने कि नहिँड्ने कि बस्ने कि यहीँ सुत्ने कि हिँडाइ गर्ने कि रातभरि के थाहा छैन डोन्ट नो रेन्ज हेर न रेन्ज लुक एट प्लेस लाउन्डी चाहिँ यहाँ आइपुग्नु भएको छ हल्ला गर्दै त्यहाँनिर अर्को भाइ छ टुरिस्ट बाघ लाग्यो तपाईँको 45 सालको तथ्याङ्कमा हेर्ने हो भनेदेखि तपाईँको 2000 को रेन्जमा हिउँ झरेको पाइन्छ चिया भनेको छ है बाँध्नलाई मसिन्द्र के भन्नु पऱ्यो मसिन्द्र राई आउनु न कसै 300 बसालै छ हाम्रो पनि त्यस्तो ठुलो त होटलको नामसम छैन हाम्रो पनि अब सबैको छैन यस्तै हो यस्तै नै छ यस्तै छ अब यता हुनुहुन्छ त्यहाँ आएपछि मसिन्द्र राई घरमा उँभोपट्टि यसो रातो टिनको यसो अगाडि चाहिँ यसो गेट छ पेन्डिकी त्यस्तो टोकेर बोलेर नि कहाँ बुझिन्छ त पेन्डिकी भनेको हो पेन्डिकी शेर्पा हो पेन्डिकी के शेर्पा हो मेरो घाइते जुत्ता र मेरो घाइते घुँडो दुइटैले जस्ट ट्रेल पुरा गरे हौ त वेयर अलमोस्ट एट द डेस्टिनेसन सुन्तले भन्ने ठाउँ चाहिँ हामी पुग्दैछौँ त्यसको लागि सानो ट्रेल फेला परि नै हाल्यो वी क्यान क्रास देयर टुनाइट अनि भोलि बिहान अर्ली मर्निङ ब्रेकफास्ट होपफुली त्यसपछि त्यहाँबाट टु भोजपुर लन्च देयर होपफुली to Dharan, dinner there hopefully. Welcome to Mundum Trail. Dreams come true. Bakhor. सुन्तले गाउँ त्यहाँ माथि एउटा भ्यू टावर छ त्यहाँनिर सायद त्यहाँसम्म जान्छन् होला मान्छेहरू प्रायः यहाँ बसेर राति हाम्रो साथीहरू त्यहाँनिर वेट गरिरहेका छन् कहाँ जाने भनेर फिगर आउट गर्न लागेको हो कि त्यहाँ हिमाल हाँसी नै रहेछ ठाउँ ठाउँमा पिक्सहरू देखिन्छ सनसेट हुन लागेको छ त्यो घरमा बस्ने भयो जस्तो छ यहाँ त चिसै ठाउँ यहाँ त तरुनी अब दुईटा केटाहरू आउँदैछ अगाडि दुईटा केटा पछाडि आइदियो भने चाहिँ मैले 56 जति लाएँ 57 लाएँ बगल छोटाउने के भन्नु थाल्यो फेरि हेरेँ त्यो कृषिबाट परेको रहेछ चिनिन्छ नि जिउडाल सबैबाट छुटाउँछु किनभने हामी किसान हो कि पशुपालनको हामी हेर्दै नै के भयो तिमी लड्यौ लडी यो शरीर भएपछि नेपाली पनि धेरै टाढो रहेछ उहाँको त खुकुरी पनि बारेको छ साइडमा पुरै नै छोप्यो होइन हेर्नु नि यो कालो यो कस्तो नराम्रो बाटो पनि देखिरहेको छैन त्यो ट्रेलको बाटो अघि देखिरहेको थियो अहिले कहाँ थाहा छैन मैले कस्तो खुसी हो कि तपाईँ ताप्ने अब तपाईँ त्यहाँ मान्छे यहाँ यसो सुन्तले गरेर बस्ने भनिसकेपछि अनि त्यहाँ सोधी खोजी गर्दा सुन्तले छ हाम्रो नानी यसो उसो त्यहाँ भने अर्कोले लाइट भनिदियो अनि अर्कोले मेरोमा छ आउँछ त मैले भन्नु मिलेन लागि 2 पैसा खेती गरेर नि आयो अनि पैसा गरेर नि आयो सर 5 वर्ष भयो पछि यो त बहुत बढिया व्यवस्था बढिया व्यवस्था यहाँ अब प्रोजेक्ट को लागि आएर चाहिँ प्रोजेक्ट अगाडि चाहिँ भन्दै गरेको अरुण थर्डको अरुण थर्ड हाकिमै बेटे छ इधर बेटे घर बिहार हम इन्डियन यहाँको हाकिमै अरुणमा चाहिँ जो धेरै उताबाट मान्छेहरूले गर्दा रहेछ काम गर्न आएको छ उता पोखरी बाग्ने आएको बेलामा यसो क्षति पनि गर्ने अब क्षति गर्दाखेरि त के त भन्दाखेरि चाहिँ अनि अब त्यहाँ चाहिँ अब बुढाहरूले उहिले त अब दर्जन थाप्ने यस्तो खालको कुरो खाने हुन्थ्यो खोर थाप्ने अनि खोर बनाएको थियो हामीले थाहा हुँदा पनि अनि त्यसलाई चाहिँ अब निजी बाखोर भनेको त्यो ठाउँ त्यो जङ्गलमा चाहिँ सबैभन्दा पाउने भन्ने कुरो चाहिँ अब धेरै उत्तम गरी मृग बाघ अब
अरू अरू जनावरहरूमा चाहिँ अब तर त्यसको क्षति गर्दैन किनभनेदेखि पहिले त अब गोठो प्रशस्ति थियो अब यहाँ रेड पान्डा छ बँदेल छ माथि मबाट तपाईँहरू आउनुभएको होइन जडीबुटीको नाउँमा पनि हर चिज पाउने जडीबुटी हो यो ठाउँमा हिमाल हेरुन्जेल श्रुति भाइ यो चाहिँ क्लियर कट आयो के होइन यहाँनिर थुम्की 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 जनशोधम यतैको शेरदन शोधम यति हो उहिले पहिले यो दावा भन्छ दावा भएको चाहिँ यहीँको ध्यानबहादुर राईहरू के भयो सबै ध्यानबहादुर राई उहिले पहिलेको यहाँ पुर्खाकै पालोदेखिको चाहिँ मन्त्री हुने गाउँमै त्यही हो यो भोजपुर जिल्लामा जतिसुकै भने नि राईको चाहिँ रिपोर्ट ठुलो हजुर जनसङ्ख्यामा अझै पनि राईलाई भ्याउँदैन कसैले राईहरू चाहिँ जतिसुकै ठाउँ भोजपुरमा थियो भोजपुरवासीमा अलिक बुद्धिमन्ती राईहरू धेरै छन् हजुर यहाँ किन कसरी भन्नु अरू अन्तको पनि राई हेऱ्यो तर पनि के छ भन्नु छ भने एउटा न एउटा यहाँको राईहरू चाहिँ जे होस् नेतागिरीमा छुटेर पुगेर अनि म यसो विचार गर्छु अरू अन्तको राईहरू हेर्किन यहाँका चाहिँ अलि अनि यहाँको चाहिँ अलिक तगडा छन् भोजपुर जिल्लाको जे सुकै भयो भने सांसद मन्त्रीमा एउटा न एउटा